हेलो नजाने हो जाउँ न छिटो यो स्वेटर लगाइदिन्छु त्यसमाथि हुडी अनि ज्याकेट लाउनु पर्ला जाउँ उठ न अल्छी गरेर 6 बन लाग्यो आलु गरेर बस्छ छिटो उठ न नजाने हो म न त सुत्छु अहिलेको 6:30 बजिसक्यो है अब केही समयपछि हामी हिँड्छौँ र तल बाइक स्टार्ट गरिरहेछौँ हामीले चाहिँ अब चाहिँ बादल चाहिँ धुम्म छ अब के गर्ने तर अहिले फाट्छ होला सायद जस्तो भए पनि पानी परे पनि जेसुकै भए पनि हामी आज चाहिँ सलिङ जाने नै छौँ जस्तो सिचुएसन हो अब राम्रो देखियोस् या राम्रो नदेखियोस् सकभर यो बादल फाट्यो भने त एकदम हामी लकी हुनेछौँ है बाइक तल स्टार्ट भइरहेको छ हामीले चाहिँ स्कुटरमा फुल पेट्रोल हाल्यौँ त्यसपछि जम्मूमा पनि फुल हालेर चाहिँ हामीले त्यहाँ अलिकति सर्टेजै हुन्छ भनेर चाहिँ हामीले चाहिँ तेल लग्यौँ अनि तपाईँको चाहिँ अरनी राजमार्ग हुँदै हामी चाहिँ बनिपाको तर्फबाट चाहिँ हामी हिँड्यौँ अनि त्यसपछि हामी चाहिँ अब अलिकति सिधै गयो भने खावाको बाटो अलिकति बाटो खत्तम छ हामी चाहिँ अब यो चण्डेश्वरी र रवि ओपी हुँदै चाहिँ हामी पाँचखाल निस्क्यौँ भनेर चाहिँ बुढीलाई चाहिँ यो कुरा राखेँ अनि हुन्छ नि त भइहाल्छ नि हामी यही बनेपाबाट चण्डेश्वरी हुँदै रवि ओपी हुँदै हामी पाँचखाल निस्क्यौँ भनेर उसले भनेपछि हामी ठ्याक्कै यहाँनिर घोइचेरको उकालो हुँदै तपाईँको चण्डेश्वरीको बाटो हुँदै हामी चाहिँ यहाँनिर प्रस्थान त्यहाँ सर्टकट पनि हुन्छ बाटो पनि राम्रो छ त्यस्तो खत्तम छैन खावाको जस्तो भनेर उसले भनेपछि चाहिँ हामी यो चण्डेश्वरी हुँदै हामी चाहिँ पाँचखालको बाटो हामी निस्किने कुरा गरेर हामीसँगै हिँड्यौँ र हामी जाँदैछौँ है अब मैले चाहिँ यो चाहिँ आफैले बोलेर चाहिँ यो भोइसमा यो ठ्याक्कै अलिक क्यार साउन्ड आयो त्यही भएर मैले चाहिँ डाइरेक्ट मैले रेकर्ड गरेर हजुरहरूलाई सुनाएँ मैले चाहिँ बाटो चाहिँ राम्रो छ एकदम बेस्ट छ यो रवि ओपी बाटो हुँदै जानुभयो भने चाहिँ तपाईँहरूलाई नजिक पर्न सक्छ अब खावाको बाटो त खत्तमै छ नि त हामी गएको चाहिँ छैनौँ मान्छे दाइ तथा दिदीबहिनीहरूले चाहिँ यसो कुरा निकाल्दाखेरि चाहिँ त्यो बाटो नजानु भनेको कारणले गर्दाखेरि चाहिँ हामी यो बाटोबाट गयौँ तर बाटो चाहिँ एकदम राम्रो लाग्यो मलाई यो ओपीको बाटो हुँदै रवि ओपी गयौँ मजाले पिच गरेको रहेछ तलसम्म अलिकति अफरोड छ है तर आनन्दले हामी मजाले गयौँ सनसेट हेर्दै एकदमै दामी थियो सनसेट चाहिँ अनि मैले चाहिँ मैले आफैले चलाएको मैले त खिच्न मिलेन मेरो वाइफले चाहिँ खिच्नु भएको उहाँले चाहिँ त्यस राम्रै खिच्नु भएको छ रमाइलो धेरै दिन पछिको ग्यापमा एकदम त्यो यसरी सनसेट हेर्दै जानुको मजा नै छुट्टै बेग्लै छ है अब बिचमा तल चाहिँ खोला तर्नुपर्छ मजा आयो खोला तरेर पनि गयौँ हामी ठ्याक्कै यहाँ पाँचखाल निस्क्यो है पाँचखाल निस्केपछि चाहिँ हाम्रो प्रस्थान त्यहाँबाट सुरु हुन्छ सैलुङको यात्रा बाटो चाहिँ यहाँ पनि धुलिखेलको जस्तै जस अफरोड बाटो यहाँ पनि खत्तम थियो बाटो चाहिँ यहाँ पनि पिच हुनु चाहिँ भएछ है धेरै अगाडि भएको होला हामी धेरै ग्यापिङ पछि यो बाटो जाँदै थियौँ अनि ठ्याक्कै हेर्दाखेरि चाहिँ धुलिखेलको जस्तै बनाउनु भएको रहेछ यहाँ पनि बिस्तारै डेभलप हुँदैछ बाटो साटोको मजा आयो धेरै दिनपछिको यो लामो यात्रा मेरो भनौँ न मेरो र वाइफको पनि होला सायद हामी यदि टाढा गयौँ सैलुङ
टाढा नै भन्नुपर्छ। यी नजिक त काठमाडौँ अप एन्ड डाउन, बनेपा अप एन्ड डाउन त भइरहन्थ्यो कि, तर यो यात्रा चाहिँ हाम्रो अलिकति टाढै भयो। ननस्टप हामी कति 6:30 बजे यहाँबाट हिँड्दाखेरि हामी माथि चाहिँ कति 10 त्यस्तै बज्छ भन्ठानेको। एनिवे तपाईँको कति बज्यो भन्दाखेरि 10, 10:30, 11 त्यस्तै बजेको थियो हामी माथि पुग्दाखेरि चाहिँ। अब यो चाहिँ मैले भोइस रेकर्ड गरेर तपाईँहरूलाई सुनाउँदा सुनाएँ, तर बिस्तारै हामी यो बाटो हुँदै यहाँनिर तपाईँको ठाउँ नेचर दोलरघाटको यो पुल सँगसँगै हामी प्रस्थान हुँदै बिस्तारै आनन्दले गयौँ बुढा र बुढी चाहिँ। अनि यो ठाउँमा पुग्दाखेरि नि भोक चाहिँ एकदमै, अब यहाँ ठाउँमा रोक्ने भनेको मैले, उसले नरोकौँ, खाडी चौरमा गएर के खाउँ, अब चिया पनि खाउँ, अब केही खानेकुरा पनि खाउँ न त भनेर, अन्डा चना समथिङ रड अब त्यही खाउँ भनेर चाहिँ उसले भनेको कारणले गर्दाखेरि चाहिँ हुन्छ नि त भनेर हामी दुईजना त्यहाँबाट पनि दोलरघाटबाट पनि नबसिकन हामी गयौँ। बाटो चाहिँ अलिकति यो ठाउँमा चाहिँ अब तपाईँको बिचमा ल्यान्डस्लाइड, अब अलिकति पहिरो सहिरो आउने डर हुँदो रहेछ, त्यहाँ चाहिँ हुँदै थियो। अनि हामी चाहिँ खाडी मुडेमा चाहिँ हामीले भिडियो सिडियो नखिचिकन सिधै हामीले चाहिँ यो ठ्याक्कै बागखोरको उकालो हुँदै हामी तपाईँहरूको यो ग्राभेलहरू त्यो बाटोसाटो अलिकति उनी रहेछ, अफरोडै रहेछ। अब पछि यो रोड पनि बन्ने चान्स छ अरे, अब यहाँ बन्छ अरे भनेर चाहिँ त्यहाँको मान्छेले भन्नु भएको थियो। अनि त्यो भएर ठाउँमा चाहिँ ग्राभेल त्यो थुपारेको देख्नुहुन्छ नि तपाईँहरूले। अब पछि यो पिच बन्छ अरे भनेर मान्छेले भन्नुभएको थियो। ठाउँमा हामीले हिमाल हेऱ्यौँ, एकदम रमाइलो लाग्यो मलाई चाहिँ यो ठाउँ है, मजा आयो। हिमाल हेर्दै, हिमाल झाडी वन जङ्गल हेर्दै कस्तो रमाइलो लाग्यो। धेरै दिनपछि ग्यापिङमा देखेको कारणले गर्दाखेरि चाहिँ मजा नै भयो है। अनि ठाउँमा गाउँ, यहाँको रहनसहन, मान्छेहरू पनि भिन्न, मान्छेको भाषा पनि भिन्न है, एकदम अब नेपाली भए तापनि तर ठाउँ अनुसारको बस्ती अनि मान्छेको भाषाले गर्दाखेरि पनि त्यो सुन्दाखेरि नयाँ सुनिन्छ नि त, अनि हेर एकदम रमाइलो लाग्ने। अनि त्यहाँको रीतिरिवाज, त्यहाँ अब हामी ठ्याक्कै बागखोरभन्दा अलिकति परको अगाडिको गाउँमा चाहिँ अब त्यहाँ के अब लामाहरूको पूजासुजा हुने त्यस्तो ठाउँमा पनि अब मजाले रमाइलो गरिरहनु भएको थियो त्यहाँको दाजु दिदीबहिनीहरू चाहिँ एकदमै। अब हामी चाहिँ उकालो लाग्यौँ यहाँबाट चाहिँ, हामीले खाना पनि केही पनि खाएको थिएनौँ यहाँबाट एकदम। यो टाइममा त अब स्टार्टिङ हामीले चना अन्डा खाएर त्यस्तो खासै भोक चाहिँ लागेको थिएन। अनि चट्ट उकालो रहेछ, माथि त्यो सैलिङभन्दा अलिकति तल अलिकति ओह्रालोमा चाहिँ तपाईँको त्यो पिसिज गर्नल ग्राभेल त्यहाँ थुपारेको थियो। त्योभन्दा अलिकति माथि चाहिँ बाटो चाहिँ तपाईँको त्यो ढुङ्गाले छाएको के, त्यो त्यहीँको ढुङ्गा होला सायद होइन। ढुङ्गाले पनि अब त्यो स्कुटर हामीले लगाएको थियौँ, तर अलिकति अप्ठ्यारो चाहिँ अलिकति त्यो घाडाङ गुडुङ आउने त्यस्तो भएको थियो। तर मजाले गयो स्कुटर चाहिँ है। जान चाहिँ बाइकहरू मस्तले जाने रहेछन्, मजाले बाइकहरू त अब गाडीहरू त पनि मजाले गइरहेको थियो है। पानी पर्दाखेरि चाहिँ अलिकति अड हुने रहेछ त्यो ठाउँ चाहिँ। अहिले तल उता जङ्गलको बिचतिर त तपाईँको हिरोले बाटो चाहिँ अलिकति खत्तम चाहिँ, त्यस्तो खत्तम त होइन, बनायो भने पिसिस गयो भने त वान अफ द बेस्ट नै हुन्छ है। अनि तलबाट हामी ठ्याक्कै बाइक राखेर हामी उकालो चढ्दै बिस्तारो 1.5 घन्टा त्यस्तै हिँड्नुपर्ने रहेछ माथि तपाईँको मन्दिरसम्म पुग्नलाई चाहिँ। हामी बिस्तारो हिँड्दै बस्दै गाह्रो भए पनि बस्दै हिँड्दै गयौँ। अब यसो भिडियो सुट गर्दै फोटोसोटो खिच्दै हामी आनन्दले बस्दै गयौँ। जाँदा तपाईँको अब रमाइलो ठट्टा, अब मान्छेहरू पनि अब टुरिज्मबाट टाटाबाट देशबाट घुम्नको लागि पनि मान्छेहरू टन्नै आउनु हुँदो रहेछ है सैलुङमा। यस्तो रमाइलो मान्छे हिँडेरै, हामीले त के हिँड्ने भन्नु, उहाँहरूले चाहिँ एकदम हिँडेर टाढाबाटै नै आउनु हुँदो रहेछ सैलुङको यात्रामा। अब
त्यहाँको अब गुम्बाकोदेखि लिएर त्यहाँ महादेव को गुफाहरू सबै मन्दिरहरू 2-3 ठाउँमा जानु मिल्दो रहेछ। हामी चाहिँ सैलुङ यहाँ माथि डाँडासम्म एकछिन बसेर घुमेर मस्तले दर्शन पनि गऱ्यो माथि है। अब मन्दिर सन्दिर रहेछ। अनि त्योभन्दा पछाडि चाहिँ यो माथि सैलुङको माथि तपाईँको टावरभन्दा पछाडि पनि त्यही महादेवको गुफा हो कि के समथिङ मन्दिर, त्यहाँ चाहिँ हामीले जान पाएन, हामी गएनौँ। अब ढिलै हुन्छ, हामी अब फेरि फर्किनुपर्छ भनेर चाहिँ यसो हामीले हेर्न चाहिँ हेऱ्यौँ। एकदम उकालो ठाउँ पनि है। अब सैलुङको डाँडा भएर 100वटा डाँडा भएको कारणले गर्दा सैलुङ राख्नु भएको होला सायद। एकदम मलाई चाहिँ खतरै लाग्यो सैलुङ चाहिँ। अब तपाईँको एकछिन टाइम अनुसारले यो ठाउँ पनि अब यो हावापानी पनि चेन्ज भइरहने यो ठाउँमा है। कहिले घाम लाग्छ, कहिले हुसु एकैछिनमा परिदिन्छ, कहिले फेरि घाम लागेको हुन्छ, फेरि एकदमै चिसो बतास जस्तो चल्ने एकैछिन। अब एकैछिन गर्मी भइदिने, एकैछिन कस्तो कस्तो क्लाइमेट चेन्ज भएर कस्तो बवालै हुने ठाउँ रहेछ है। हेर्नु न, चारैतिर हेऱ्यो भने डाँडै डाँडा, त्यो 100वटा डाँडा त्यत्तिकै भने हेर्ने रहेछन् मान्छेले। गने भने त 100वटा भन्दा बेसी होला कि 100वटा नै हुन्छ, त्यही भएर सैलुङ भनेर राख्नु भएको रहेछ। हामीले मजाले हेऱ्यौँ सैलुङको यात्रा। अब कतिपय मान्छेहरू नआउनु भएको होला यो ठाउँमा है घुम्नको लागि चाहिँ। वान अफ द बेस्ट प्लेस। तपाईँलाई रिग्रेट फिल त कहिले पनि हुँदैन है। यो हामी चाहिँ माथि चढ्यौँ यो टावरमा चाहिँ, यसो चारैतिर हेर्नु त यस्तो दामी ठाउँ छ है। बवाल यार। अझै माथि हामी गएर रहेछौँ, चढ्दैछौँ। दामी ठाउँ छ, बेस्ट ठाउँ यार। तपाईँहरूलाई यो ठाउँले लोभ्याउने गर्छ है, एकदमै लोभ्याउने खालको छ यो ठाउँ है। सेकेन्डै पछि चाहिँ क्लाइमेट चेन्ज भइदिने, पानी पर्ला जस्तो पनि हुने, फेरि पानी त्यो हटेर तपाईँको घाम लाग्दिने क्या एकदमै। अब गर्मी भइदिने, फेरि एकछिनमा चिसो हुने, एसी चलाएको जस्तो फिल त्यस्तो भइदिने, कस्तो के यो ठाउँ नै है। मजाको ठाउँ छ यार यो। आउनुहोस्, एकदम बेस्ट ठाउँ छ, भ्रमण गर्नुहोस्, इन्जोय। अझै तपाईँहरू बेलुका बसेर यसो भोलिपल्ट बिहान सनराइज हेर्न जानुहुन्छ भने त्यो त अझै खतरा देख्छ होला सायद। हामी त जे होस् बिहान 6:30 बजे आएर हामीले घरै फर्किने भनेर चाहिँ हामी निस्किएको मान्छे। अब हामी यस्तो हुन्छ, अब बस्नै पर्छ, अब उसको फेरि कामसाम हुन्छ भनेर चाहिँ हामीले चाहिँ बिहान गएर चाहिँ बेलुका फर्किनुपर्छ भनेर हामी त्यसरी चाहिँ आउनु आएको। तर दामी ठाउँ छ यार, तपाईँहरू आउनै पर्ने ठाउँ हो यो चाहिँ। दामी लाग्यो मलाई चाहिँ। आउनुहोस्, यस्तो बेस्ट प्लेस छ है। म त चारैतिर घुमे भए, दामी छ। दर्शन गर्नुहोस्, मैले देखाइदिएको छु फोटो है। कतिपय बाहिर विदेशमा हुने श्रोताहरूले पनि हेर्नुहुन्छ होला सायद है। हेर्नुहोस्, मजा लिनुहोस्, मैले खिचेको छु। तपाईँ नेपाल आएको बेला एकचोटि जानुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। दामी ठाउँ छ, दामी नै दामी। चारैतिरको मैले राउन्ड बिस्तारै खिचिदिएको छु, हेर्नुहोस्। अलिकति क्यामेरा अलिक फोटोसोटो अलि राम्रो नहोला, मैले त्यस्तो राम्रो त खिचेको छैन। तर एकचोटि भए पनि हेरिदिनुहोस्, दामी ठाउँ छ, रमाइलो ठाउँ छ, मजाको छ, दामी है। आउनै पर्ने ठाउँ हो यो।